को लागि पाइपमा तार हालेर ट्याक्क यहाँनिर पोइन्ट राखिएको छ। यो हल कोठाको कन्ट्रोल स्विच, नाइट बल्ब, पावर सकेट, प्यानल लाइटहरू छ। माथि ट्याक्क चार कुनामा फ्यान टङ्गाएको छ। वाइफाई को लागि माथि नै कनेक्सन छ। टिभी को लागि तल दिया छ। हल कोठामा झुमर पनि टाङ्गिया छ। ट्याक्क झुमर। कोठामा एसी को लाइट पोइन्ट, फ्यान, नाइट बल्ब, बोर्ड, पावर पोइन्ट। नेक्स्ट कोठामा एसी को पोइन्ट, फ्यान, ठ्याक्क स्विच बोर्ड, पावर पोइन्ट। थर्ड कोठामा फ्यान यहाँ हालिएको छैन। कन्ट्रोल स्विच बोर्ड, पावर पोइन्ट। सिँढीमा सिँढीको कन्ट्रोल, एमसिबी बक्स। ब्रान्ड मेरो छ है, सरोज खनाल। हामी किचन कोठामा इन्ट्री गऱ्यौँ। पावर पोइन्ट, स्विच बोर्ड, लाइट को पोइन्ट एउटा माथि एउटा भित्तामा। साइडमा चाहिने तपाईको आरो को लागि पोइन्ट छोडिदिएको छ। हामी बाल्कनी प्रवेश गरेका छौँ। बाल्कनीमा स्विच बोर्ड, माथि काम हुँदैछ। बाल्कनी को स्विच बोर्ड प्लस पावर पोइन्ट। जेन्जीले हानिरहेको छ काम धडाधड भइरहेछ जेन्जीबाट। गिजर को लागि पोइन्ट माथि ट्याक्क गिजर सिस्टम सब। यहाँ टाइल्स पनि हानिरहेको छ है, ज्याम टोलीले। हाम्रा केटाहरू लागि परेका छन्। अब हामी सटरतिर लाग्दैछौँ। सटर कोठामा ट्याक्क यहाँ ब्लक गरियो। स्विच बोर्ड राखिया छ, पावर पोइन्ट राखिया छ, होल्डर, फ्यान को पोइन्ट अहिले बन्द गरेका छौँ। होल्डर, एमसिबीहरू, 32 एम्पियर मेन कन्ट्रोल, हाफ कन्ट्रोल, 16 को छ 14 वटा। मेन चाहिने 32 को छ। हामी लाइन छोड्ने तयारीमा छौँ अब।